So, being a singer, being a music producer, and being a artist, right? So, what are the sources of revenue? So जुन so तिम्रो okay, so artist र लाइक म्युजिसियन भयो भने चाहिँ लाइक देयर आर डिफ्रेन्ट वेज अनि म्युजिक प्रड्युसर भयो भने देयर आर डिफ्रेन्ट वेज सर्टेन वेज होइन सो एज अ म्युजिक प्रड्युसर चाहिँ एउटा त मेन त स्टुडियो वर्क्सै हो होइन मेन हुने भनेकै प्लस अब तपाईँले लाइभ लाइभ साउन्डहरू पनि कोर्सहरू लिनुभएको छ लाइभ साउन्ड पनि गरेछ भने चाहिँ आजकल के हुन्छ भन्दाखेरि हाम्रो ब्यान्डहरूले होइन अब आर्टिस्टहरूले चाहिँ आफ्नै साउन्ड इन्जिनियर बोकेर पनि हिँड्छ नि त लाइभमा सो त्यहाँबाट पनि एउटा इन्कम चाहिँ हुन्छ एज अ मिक्स इन्जिनियर एज अ लाइक साउन्ड इन्जिनियर ओभरअल होइन तपाईँसँग स्टुडियो सँगसँगै लाइभ साउन्डको पनि नलेज छ भने चाहिँ इभन मैले हाम्रो ब्यान्ड उजन साके वो इमर्सले पनि आफ्नै साउन्ड इन्जिनियर अहिले बोक्दै हिँडिरहेको छ होइन सो त्यो वेमा भयो अनि एज अ म्युजिसियन चाहिँ अझै यु क्यान अर्न इन डिफ्रेन्ट वेज जस्तो लाग्छ जस्तै एउटा त तपाईँको अब आफ्नै गीत हालिदिनु भयो भने डिजिटल प्लेटफर्म्सहरूबाट आजकल त रेभेन्यू आइरहन्छ प्लस तपाईँको अब रोयल्टिजहरू हुन्छ नि डिफ्रेन्ट ठाउँमा साउन्ड युज गरेको छ बजेको छ भने त्यो पनि भयो प्लस लाइभ सोजहरू त भइहाल्यो and if you are a musician, you play guitar, you play piano or whatever instruments, percussions, drums, then like as a session player पनि तपाईँहरूले चाहिँ लाइक स्टुडियो सेसनहरूमा बजाएको बापत सर्टेन एमाउन्ट चाहिँ पाउनु सक्नुहुन्छ फिक्स्ड अर त्यो प्रोजेक्टको लाइक रोयल्टीको बेसमा पनि जान सकिन्छ होइन सो दे आर डिफ्रेन्ट वेज Okay.